जय जय श्री राधेश्याम। देश तथा विदेशबाट आधिकारिक युट्युब च्यानल रिसर्च एस्ट्रोलोजी 24 हेरेर बस्नुहुने सम्पूर्ण दर्शकबिन भक्तबिन शुभचिन्तक मान्यजन गुरुजनलाई राधेश्याम अनि नमस्ते। म मदन मोहन शरण अहिले शुक्रताल अथवा शुक तीर्थमा छु। म केही समय साधनाको लागि आएको थिएँ र भिडियो बनाउन पाएको थिइनँ र आज म भिडियो बनाउँदैछु। अब ढिलो नगरिकन म भविष्यवाणीतर्फ जान्छु। बालेन शाह प्रति मान्छेको अहिले अलिकति रिस र क्रोध ज्यादा बढिरहेको देख्छु र बालेनले गणतन्त्रलाई नै 50 वर्ष मान्छु भन्ने कुराहरू आयो भन्नुहुन्छ। किनकि अहिले जुन खाल्टोमा उनले हात हालेका छन्, ठिक छ, त्यो खाल्टोमा बसेर गणतन्त्र मान्छु भन्नु ठिकै हो, तर उनी राजा आइसकेपछि पनि प्रधानमन्त्री हुन्छन्, त्यसमा कुनै दुई मत छैन। उसलाई चुनौती छ ज्यादा, उनलाई गिराउन खोज्दैछन्, उनलाई पछाडि धकल्न खोज्दैछन्, उनलाई गिराएर अर्कैलाई प्रधानमन्त्री बनाउने दाउमा पनि धेरै व्यक्ति छन्। त्यसमा केही डराउनु पर्दैन, केही हुनेवाला छैन, भए पनि केही फरक पर्दैन। किनकि उनी राजतन्त्र आएपछि, राजा फर्केपछि पनि प्रधानमन्त्री बन्छन्, शक्तिशाली प्रधानमन्त्री हुन्छन्। हिजो प्रधानमन्त्री हुन्छन् भन्दाखेरि पत्याउनु भएको थिएन, भयो नि, त्यस्तै हुन्छन् पछि पनि। उनले उद्योगहरू खोलिरहेका छन्, खोल्छन् भनेको थिए, खोल्दैछन्। ऊ सबैभन्दा राम्रो पक्ष भनेको महेन्द्र पथमा चलिरहेका छन्। उनी राजाले जुन कुरामा फोकस गर्नुभएको थियो त्यही कुरामा लागेका छन्। किन राजाको पक्षमा उनी अब्बल भएर लागेका छन् थाहा छ? जसरी हिजो उसको पिताजी राजाको वैद्य हुनुहुन्थ्यो, राजाबाट धन सम्पत्ति ल्याएर पिताले खाएका थिए, त्यो खाएको पनि पुत्रमा जान्छ, गुण जान्छ। जस्तो अन्न खाएको छ त्यस्तै मती बन्छ, यो शास्त्रले भनेको कुरा हो। त्यसैले गर्दाखेरि राजाको पक्षमा उनी अब्बल भएर लाग्छन्। हो, गणतन्त्रको आवरण ओढे पनि राजाको पक्षमा भित्तिबाट लाग्छन् उनी, र राजा आएपछि पनि प्रधानमन्त्री हुन्छन्। ढुक्क रहनुहोस्। र राजा ल्याउने सबै दलहरू मिलेर हो, हेर्नु है, पछि सेनाले टेक ओभर गरेर पछि हुन्छ क्या, चिन्ता नगर्नुहोस् है। यसमा कुनै पनि चिन्ता गर्नु पर्दैन। म चाहिँ ढुक्क छु, म विश्वस्त छु। किनकि बालेन शाहप्रति मैले आजसम्म कहिले पनि टिक्का टिप्पणी नकारात्मक बोलेको छैन। एउटा म बोलेको थिएँ, मन र मस्तिष्कमा भइहाल्छ नि हिन्दू राष्ट्र भन्ने कुरामा बोलेको थिएँ, त्यति मात्र हो। तर उनी कट्टर राजाको पक्षमा छन् भित्री मनले। जसरी हात्तीको चबाउने र देखाउने दाँत फरक हुन्छ नि, त्यसरी नै बालेनको पनि छ। भित्री मन पौराणिक छ, भित्री मन भगवानसँग कनेक्ट छ। किनकि उनी साधक हुन्, पहिले पनि भनेको, साधक हुन्, उनी ध्यानी हुन् भनेपछि पछि आयो उनी ज्योतिषी पनि हुन्। त्यो तपाईँहरूलाई थाहा थियो कि थाहा थिएन? पछि आयो नि, मैले भनेको थिएँ। उसले पहिले नै श्रीमतीको कुरामा सिम्म दर्ब जलाइदिन्छु भनेका थिएन, उसले बोलेका थिए त। पछि जलो, अब उसले पहिलेबाट ग्रेड डिजाइन गरेको थियो भनेर आउँछन् मान्छेले। अनि ज्योतिषी हो, कुनै कुनै कुरा मिल्दैन, हाम्रो भविष्यवाणी मिले जस्तो ऊ पनि त ज्योतिषी हुने। मिलाए त्यता सकारात्मकतिर पनि जानुहोस् तपाईँहरू, खालि नकारात्मकतिर नजानुहोस्। हिजो स्ट्याटस लेखेका थिए, सिंहमा दर्ब जलो, भविष्यवाणी मिलो तर्फ भने त जानुहोस् न। र बालेनले सिंहमा दर्ब जलाएको भनेर चाहिँ प्रमाणित हुँदैन, पछि पनि हेरिराख्नुहोस्, हुँदैन। बरु अरू फस्छन्, तर बालेन फस्ने चान्सै मैले देखेको छैन। उनको कुण्डली यति मजबुत छ, बालेनको कुण्डली यति खतरनाक छ, यति मजबुत छ, तपाईँहरूले पछि थाहा पाउनुहुन्छ। बालेनलाई हिलाउन सक्दैनन्। हो, र बालेन राष्ट्रपतिसँग मिल्नु भनेको आफ्नै गोडामा आफै बन्चरो हान्नु हो। त्यो कुरा मैले पहिले नै भनेको छु। बालेनका सचिवहरू, बालेनसँग जोडिएका व्यक्तिहरूलाई, बालेन निकट व्यक्तिलाई पनि भनेको छु। र बालेन चतुर दिमाग भएका मान्छे हुन्, उनले केही न केही रणनीति खेलेर त्यहाँभित्र प्रवेश गरेका हुन् र त्यो पछि खुल्छ र राजसभाबाट अलग हुन्छन् बालेन पछि। हेरिराख्नुहोस्। अहिले फाइदा केवल रविलाई भएको छ। आफ्नो मुद्दाहरू सबै निकालेका छन्, सबै फिर्ता लिएका छन्। अहिले फाइदा भएको छ, तर पछि डामाडोल छ। रवि लामिछाने दाइलाई म पहिलेदेखि नै भनिरहेको छु, तपाईँलाई राजनीति फिल्ड त्यति राम्रो छैन दाइ, तपाईँलाई राजनीति फिल्डमा नजानुहोस्।
राम्रो छैन। जब पत्रकारको सेक्टरबाट छोड्ने बित्तिकै भनेको मैले, र पछि उहाँको नराम्रो छ हेरिराख्नुहोस् न। अहिले विश्वास नगरे पनि पछि, र केही समय अहिले बालनको भन्दा रविको हाइट राम्रो हुन्छ, तर पछि हुँदैन है, यो कुरा बुझ्नुहोस्। यो भयो। र बालेले उद्योगहरू सबै खोल्छन्, अलिक पछि हेर्दै जानु न। नेपाल महेन्द्र पथमा चल्छ, नेपाल विकासको क्षेत्रमा अगाडि बढ्छ। र बालेलले कहाँ गल्ती गरे थाहा छ? यो सबै फ्याल्नु पर्थ्यो क्या, कचककुचुक सबै फ्यालेर एकैचोटि सबैतिर चुनाव गरेको थियो भने बालेनलाई काम गर्न सहज हुन्छ। दाई बालेन दाई भनेर पहिले पनि भनेको थिएँ, अब त्यो मानेनन्, त्यो परिस्थिति मान्ने पनि भएन। त्यतिखेर झ्याक्कझुक्कु भइहाल्यो आन्दोलन, र त्यो भएको कारणले गर्दाखेरि त्यो अलिक सहज भएन, त्यतिखेर मान्नु पर्थ्यो। नमान्ने कारणले आज अलिकति पछुताउँदैछन् बालेनले, तर केही छैन। पछि राजा आएपछि पनि प्रधानमन्त्री हुन्छन्, कुन समयमा हुन्छन् के हुन्छन् त्यो पछि भनौँला है। अब जान्छु म शेरबहादुर देउवाको कन्डिसनमा जान्छु। शेरबहादुर देउवालाई मैले पहिले पनि भनेको छु, तपाईँ भुटेको मकै हो, अब भुटेको मकैलाई छरेर अथवा जोतेको ठाउँमा लगाएर त अब मकैले फल दिन्छ भनेर त नसोच्नुहोस्, काम दिँदैन। त्यसैले तपाईँले सभापति होइन, बरु सभापति अर्कालाई राखेर तपाईँ वरिष्ठ अथवा वरिष्ठ नेता बालेन जस्तै अथवा केही हुनुहोस्, अथवा सघाउनुहोस्, काङ्ग्रेसलाई सघाउनुहोस्, त भोलि त्यही हुन्छ। यिनीहरू मिल्नुपर्छ। अहिले काङ्ग्रेस फुटे पनि हेर्नु है, काङ्ग्रेस भोलि फुटिहाल्यो भने पनि, किनकि फुट्छ भनेर त मैले भनेको छु, फुटिहाल्यो भने पनि सबै पछि मिल्नुपर्छ। अब तपाईँ बुढो हुनुभयो, शेरबहादुर देउवाज्यू तपाईँ बुढो हुनुभयो। अब देशको लागि तपाईँले सोच्नु भएको छ भने बिपीको सिद्धान्त अपनाउनुहोस्। यसमा एमाले काङ्ग्रेस माओवादी केही नभन्नुहोस्, जनताको हितको लागि काम गर्नुहोस् र सबै मिल्नुहोस्। देश विकास गर्नु छ नि त, मरिलानु के छ? त्यसैले विकास गरेर राजाको पक्षमा तपाईँ अगाडि बढ्नुहोस्, त्यसमा तपाईँको कल्याण छ। तपाईँ त्यो पक्षमा जानको लागि आतुर हुनुहुन्छ। तपाईँलाई बिगारेका थिए कोही मान्छेले, त्यो बिगारेको मान्छे अलिक अलग्गिसकेका छन्, जसले एमसिसीको कुरा निकालेका थिए। गगन थापाले निकालेका हुन्, सोडी मुवागलेले निकालेका हुन्, यो कुरा मलाई थाहा छ है। त्यसै लात हानेर निकालेको हो त सोडी मुवागलेलाई काङ्ग्रेसबाट। त्यसैले यो हुन्छ। र गगन थापाले पनि नराम्रो गरेका हुन्। मैले पहिले पनि भनेको थिएँ, गगन थापाज्यू तपाईँ भविष्यमा प्रधानमन्त्री हुने हो, अहिले होइन, अलिक पछि, धेरै पछि छ तपाईँको उमेरमा, यो समयमा हो भनेर मैले भनेको हो। र तपाईँ नअत्तालिनुहोस्, अहिले सभापति लिनु पर्दैन, नलिनुहोस्, विवाद आउँछ भोलि चर्किन्छ भनेको जस्ताको त्यस्तै भइरहेछ। तपाईँ भोलि प्रधानमन्त्री बन्नुहुन्छ थाहा छ, भनेको पनि छु त, अहिले किन अत्तालिनुहुन्छ? समयले सबै मिनेट पुरा गर्छ नि, समयको प्रतीक्षा धैर्यता एकदमै चाहिन्छ। अहिले भइरहेको पार्टी राम्रो काङ्ग्रेस पार्टीलाई फुटाएर विभाजन गरेर केही पाउनु हुन्न। तपाईँले देशको विकासको लागि जान खोज्नुभएको नि कि पार्टीको लागि जान खोज्नुभएको? देशको विकासको लागि राजतन्त्र अपरिहार्य छ र यो कुरा भोलि हुन्छ। र नेपालमा राजतन्त्र भएपछि भारतमा हुन्छ, किनकि विश्वको गुरु देश बन्ने चान्स ज्यादा छ नेपाल। र भारतमा कहाँ हुन्छ? भारत फुट्छ भन्दै थिएँ, अनि अहिले झगडा देखिरहनु भएको छ, कक्रोचको देख्नुभयो, त्यसपछि अर्को पनि भइरहेछ आन्दोलन, अलिक पछि हेर्नुहोला। विश्वकै सबैभन्दा पपुलर लोकतान्त्रिक मोदीको पनि अन्तिम प्रधानमन्त्री हो, यसपछि उसको छुट्टी हेरिराख्नुहोस्, छुट्टी सकिन्छ। यिनले भाग्नुपर्छ भोलि। केपी शर्मा ओली जस्तो दम्बा देखायो भने भाग्नुपर्छ भनेको थिएँ, अस्ति मानेर धर्मेन्द्रलाई राजीनामा दिन लागे, नमानेको थियो भने विध्वंस हुन्थ्यो। र भोलिको दिन अझै नराम्रो छ र अझै फुट्छ टुट्छ भारत भयो। पाकिस्तान पनि फुट्छ भनेको थियो, अहिले कहाँ फुट्यो भनेर आएछ अस्ति, होइन अझै टुक्रिन्छ, हेर्नुहोस् न पछि। अमेरिकाको डोनाल्ड ट्रम्प भागेर कता, उनलाई हत्या गरिदिने, द इन्ड गरिदिने खालको युग बनेको छ। अब कुण्डलीमै लिएर आएको छ, अकाल मृत्यु खालको छ, हार्ट एट्याक भएर पनि जान सक्छन्, किनकि कानको यस्तो भागमा हेर्नु र लोतीमा चिरिएको छ। र उनको कुण्डली व्याख्या मैले पहिले नै गरेको थिएँ, राष्ट्रपति हुनुभन्दा अगाडि, के अरे गृहमन्त्री हुनुभन्दा अगाडि ट्रम्पको है, त्यतिखेर भनेको चाहिँ गृहमन्त्री हुन्छन्, तर अप्ठ्यारो छ, चुनौती छ। 2026 को इनबाट एकदमै नेगेटिभ छ, र 27 को त तपाईँको जुनको 3 बाट त झन् राम्रो छ। शनि परिवर्तन मेष राशिमा हुने बित्तिकै है,
अब दुर्गा प्रसादको कुरा जान्छु। दुर्गा प्रसाद धवलसँग शमशेरसँग राणासँगै कोसँग मिले अरे अस्ति कस्तो हुन्छ भन्नुभएको थियो। योभन्दा अगाडि पनि भनेको थिएँ, अरे दुर्गा दाई तपाईँ नमिल्नु, तपाईँ भविष्यमा गएर प्रधानमन्त्री बन्ने खालको योग छ 63 वर्षसम्म, त्यसपछि उताबाट राम्रो छ, 63 वर्ष उता राम्रो छ, तपाईँलाई प्रधानमन्त्री बन्ने योग छ, हाइट छ त्यतिखेर। अहिले विचलित नहुनुहोस्, पार्टी नखोल्नुहोस्, सबै पार्टी मिलेर राजाले ल्याउँदैछन्, किन पार्टीको चक्करमा लाग्नुहुन्छ तपाईँ भन्दा मान्दैनन्। र केही समयबाट मेरो फोन फान पनि भयो होइन, त्योभन्दा अगाडि धेरै भएको थियो फोन, त्यसपछि म फोनै गर्दिनँ। अब फोन गर्ने मेरो कुरै पनि हुँदैन, किन गर्नु? तिर्खा लाग्यो भने धाराको ठाउँमा जानुपर्छ आफै खानालाई, पानी थोडी आउँछ। त्यसैले दुर्गा दाई तपाईँ बोल्दाखेरि अलिकति होसियार भएर बोल्नुहोस्। तपाईँ प्रधानमन्त्री बन्नुहुन्छ, हाइट राम्रो छ, केही समयको लागि भयो भने तपाईँ बन्नुहुन्छ, त्यसैले विचार गर्नुहोस्। यी पार्टी सार्टीको चक्करमा नलाग्नुहोस्। तपाईँ अहिले युवा भएर तपाईँ जनताको पक्षमा लागेर अगाडि बढ्नुहोस्। पार्टीको चक्करमा केही हुनेवाला छैन, तपाईँलाई राम्रो हुँदैन क्या, नलाग्नुहोस्। निस्वार्थ भावले अहिले जसरी लाग्नु भएको छ त्यसरी लाग्नुहोस्। पार्टीको झन्डा लगाइसकेपछि तपाईँको देशको झन्डा भन्दा तपाईँको पार्टीको झन्डा अगाडि आउँछ, त्यसैले त्यसमा नलाग्नुहोस्। अब हरका साम्पाङको कुरा हिजो मैले गरेको थिएँ, यिनलाई कसैले विश्वास गर्दैन। फन्टुस हुन् भन्दाखेरि गाली आउन सक्थ्यो, हिजो गाली गर्नुभयो, तर आज त्यस्तै परिस्थिति देखिरहेको छ नि। यो साल अलिकति 1.5 साल चाहिँ उनको 15 महिना जति नराम्रै छ, तर उनको पनि भोलि भाग्य चाहिँ एकदमै राम्रो छ नि, प्रबल रूपमा छ एकदमै। नआइपुग्नु उसलाई गर्न खोजेको हुन्, तर जुन दिनदेखि उसले धर्मको लागि त्यहाँ बोले, गाईको मुत खाने र के खाने स्ट्याटस लेखेका थिए, त्यस दिनदेखि मैले मन पराउन छोडेको उनलाई। र उनलाई अहिले हेर्नु खेदो मात्र खन्छन्, उनको विकासको नाममा केही छैन है, केही छैन। र एमालेको केपी शर्मा ओलीले अध्यक्ष पद छोड्नुपर्छ, भोलि हेरिराख्नुहोस्, छोड्नै पर्छ र छोड्छन्। म त भन्दैछु विद्यादेवी भण्डारीलाई अगाडि बढाउनु, उहाँको पनि प्रधानमन्त्री हुने खालको योग छ, प्रधानमन्त्री हुने योग छ, अहिले पनि भन्दैछु। हिजो एमालेबाट निष्कासित गर्ने बित्तिकै गाली गर्नुभएको थियो। सबै पार्टीहरू मिल्नुपर्छ। के अरे प्रचण्ड र केपी मिल्छन् भनेको होइन मैले, मिले त। केपीलाई फकाउन जाने होइन हो प्रचण्ड, राजालाई फकाउन जाऊ अब। तर काङ्ग्रेसको शेरबहादुर र केपी शर्मा ओली राजाको पक्षमा जाने बित्तिकै नि प्रचण्ड पनि थुत्तुर भएर राजाको पक्षमा गइहाल्छन्। उनी दुई जिब्री हो, यता पनि ढल्को उता पनि ढल्को, दुध भात, त्यसैले राजाको पक्षमा जान्छन्। सेयर बजारको कन्डिसन के छ? अझै अब तपाईँको 31 दिन अथवा 33 दिनपछि राम्रो छ कन्डिसन, तर अलिकति चाल परिवर्तन गराइरहेछ यो शनिको कारणले गर्दाखेरि। एउटा नराम्रो घटना घट्न सक्छ अथवा आन्दोलन भयङ्कर हुन सक्छ, त्यसले चुनौती धेरै दिन सक्छ, त्यसले गर्दाखेरि केही खस्केला। तर सेयर बजारमा लगानी गर्ने व्यक्तिहरू नअत्तालिनुहोस्। अर्थतन्त्रको क्षेत्र एकदमै हाई हुन्छ पछि, अहिले केही समय केही वर्ष तपाईँको नेगेटिभ भयो भने पनि तपाईँलाई भोलिको दिनमा एकदमै हाई छ। जसरी सुनको रेट केही समय घट्छ र बढ्छ भनेको थियो नि, अहिले बढिरहेछ, त्यस्तै हुन्छ। र भूकम्प आउँछ, भूकम्पको योगहरू छ भनेको अस्ति कहाँ भूकम्प आएर धेरै मान्छे मरे रे, मैले त्यो पहिले पनि भनेको थिएँ। र गाडी खस्न सक्छ, अहिलेको कन्डिसन नराम्रो छ, खोलामा फस्छ अथवा के हुन्छ, एक्सिडेन्टहरू हुन्छ, यसमा सजग रहनु होला। मैले अहिले ग्रहहरू खोलेको छैन, किनकि म साधनाको क्षेत्रमा यहाँ आएको थिएँ, साधना सकिसकेपछि भिडियो बनाउँदैछु है। त्यसको कारणले गर्दाखेरि तपाईँहरूलाई म त के भन्छु भन्दाखेरि, हामी सबै कुनै पार्टीको एजेन्डा होइन, न त काङ्ग्रेस, न त एमाले, न त माओवादी, न त राष्ट्रवादी, हामी त नेपाली हौँ। सबै एक भएर मिलौँ र देशको शान्ति सुशासनको लागि राजा अपरिहार्य हुनुहुन्छ। प्रदेश खारेज, संविधान खारेज, हिन्दू राष्ट्र नेपाल राजालाई गद्दी आवरण गरिसकेपछि देशको कायापलट हुन्छ, पछि हेरिराख्नु होला। केही समय लाग्न सक्छ, तर विचलित नहुनु होला, यही कुरा हुन्छ है। र अस्ति त्यो मुसलमान अथवा के अरे हिन्दू र कसको झगडा पर्यो उता भन्ने आयो नि,
मधेसतिर अथवा कुन ठाउँमा र शहीद घोषणा गर्नुपर्छ भन्ने कुरा आयो। अब आत्मदाह गर्नेलाई पनि शहीद घोषणा गर्छ त सरकारले, किनकि राज्यकै लागि नै आत्मदाह गरिरहेछ नि त व्यक्तिले।